यस्तो मजाले हिमालहरू नि देखिरहेको। यो चाहिँ चामी हिमाल हो होइन, मनाङको। यो चामी चाहिँ जिल्ला सदरमा पर्छ, हाम्रो मनाङ जिल्लाको जिल्ला सदरमा। यता चाहिँ नार्फु जाने बाटो हो। स्याउको बोरको के अरे फुलहरू नि मैले देखाइरहेको छु होइन। यो के अरे यो डाँडा मुनिबाट चाहिँ नार्पा भूमि जाने बाटो हो साथीहरू। हेलो नमस्ते साथीहरू, म चाहिँ यतिखेर मनाङमा छ होइन। अब हेर्नु न, यहाँ स्याउको के अरे बोटमा सबै फुल फुलेर अब चाहिँ फुल फुलिसक्यो। अस्तिसम्म त रुखको बोट सबै नाङ्गै थियो। यहाँ मनाङमा पाउने स्याउको बोटमा हेर्नु न, यस्तो मजाले फुल फुलेखा, यति गजबले फुल फुलेखा, सही भए यार। हेर्नु यसको माथि हिमालहरू नि देखिरहेछ, किनभने यो चाहिँ हिमाल भेग मात्रै हुन्छ, अरू ठाउँमा हुँदैन। त्यसले गर्दा स्याउको बोटमा हेर्नु है त, तल किरा नलाओस् भनेर यो चाहिँ रङ लागु हुन्छ। अनि यहाँ फुल फुलिरहेको छ है। यहाँ यो यस्तो गजब फुल फुलेको यार, यति धेरै स्याउ फल्ने भयो यहाँ चाहिँ, कति धेरै। यहाँ 15 किलो लगभग फल्छ होला यसमा त, यस्तो धेरै फुल फुलेको त। यो चाहिँ मनाङ जिल्लाको साइनबोर्डहरू, अब कुन कुन ठाउँ जाने भनेर हेर्ने साइनबोर्ड एकै टालेको छ। यो चाहिँ कोदो गाउँको चेक पोइन्ट हेर्न सक्नुहुन्छ, चाइनिजको ट्रक यहाँ राखेको रहेछ कोदो गाउँ। यहाँ चाहिँ टुरिस्टको चेक पोइन्ट, नेपाल पुलिसको पुलिसको नि गाडीहरूको नि इन्ट्री। मनाङको कोदो गाउँमा, यो चाहिँ जिल्ला सदरमै पर्छ कोदो गाउँ पनि। यहाँ टुरिज्महरू कति धेरै हुन्छ होइन, टुरिस्टहरू हिँड्ने यति धेरै टुरिस्टहरू हुन्छ। त्यसले गर्दा यो चाहिँ नार्पु जाने बाटो, यता नार जानलाई यो चाहिँ गेट हो नारको। यता टुरिस्टहरू नि नार जानलाई तयारी भइरहेछ। यो विदेशीहरू नार जानलाई। यो चाहिँ कोदो गाउँ।